हेलो नमस्कार साथीहरू। आज चाहिँ मैले मेरा पिक जाँदा मेरालाबाट माथि जाँदै गरेको भिडियो यो। त्यहाँबाट हामी हाई क्याम्प पुगेर हाई क्याम्प वान नाइट बसेर समिट गरेर फर्केको सम्मको भिडियो राखेको छु। यो मेरा चाहिँ अलिकति अब अल्टिट्युडको हिसाबले अलिक हाई छ, अलिक निकै नै गाह्रो हुन्छ। अब बाटो हेर्ने भने बाटो अब अरू पिकहरू जस्तो त्यति गाह्रो चाहिँ छैन, तर हामी एक रात चाहिँ अलिकति हाई अल्टिट्युडमा सुत्नुपर्ने भएकोले धेरै अलिक गाह्रो हुनसक्छ कसैलाई। अब त्यति धेरै नै अब गाह्रो त हुँदैन, अब कसैलाई चाहिँ गाह्रो हुनसक्छ। समिटमा पुग्नलाई चाहिँ अब अलिक निकै नै गाह्रो हुन्छ। रातको हामी चाहिँ अब 1:30 बजीदेखि 1:30 बजी अथवा 2 बजीभित्र हिँडिसक्नुपर्ने हुन्छ राति। यो समिटबाट देखिने भ्यू चाहिँ एकदम राम्रो छ। यहाँबाट धेरैवटा इनामहरू देख्न सकिन्छ। एभरेस्ट भयो, चाहिँ कञ्चनजङ्घा, वरुणचे, हामाडक्कम, त्यसपछि धेरै हाम्रो नेपाल राम्रो नेपाल, हाम्रो नेपाल राम्रो नेपाल, संसारमा सबैभन्दा सुन्दर नेपाल। हाम्रो नेपाल कति राम्रो नेपाल, हाम्रो नेपाल कति राम्रो नेपाल, हाम्रो नेपाल कति राम्रो नेपाल।